to my channel. Hey, this is Eat and Explore. आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि अप्पर मुस्ताङ त गएको हो लास्ट टाइम 1 वर्ष भयो होला अहिले अप्पर मुस्ताङ जाँदै अहिले चाहिँ म ठ्याक्क यो बुटोलको गोल्ड पार्कमा छु यस्तो होइन यस्तो यहाँ पेट्रोल पम्पमा पेट्रोल हालेर अनि दाइलाई कुरिरहेको हो हामी दुईजना भएर सिंगल बाइकमा जान लागिरहेको दाइ चाहिँ आउँदै हुन्छ आज चाहिँ ठ्याक्क के शनिबार तिहार बिहिबार थियो शुक्रबार आज शनिबार भनेपछि 2 दिन भयो सो अब राइड कस्तो हुन्छ होइन राइडको चाहिँ अब हामीले मैले नयाँ बाटो जान लागिरहेको यता कोरिडोरको बाटो यो सिधै यता बागलुङतिर निस्किन्छ अरे मेरो पनि फर्स्ट टाइम हो त्यो बाटो चाहिँ अब हेरौँ है अब कस्तो छ बाटोमा चाहिँ मैले भिडियो गर्दिनँ किनकि मसँग त्यो स्ट्र्याप ल्याएको छैन के अरे हेलमेटमा राख्ने सो म यतिकै जहाँनिर स्टप हुन्छ के हुन्छ म त्यो अपडेट गर्छु यता बाटो चाहिँ दामी छ अरे सो हामीलाई यताबाट पोखरा जानु पर्दैन डाइरेक्ट यहाँबाट बागलुङ निस्किन्छ अर्को चाहिँ उसमा 2टा बाटो निस्किन्छ तर हामी बागलुङ जान्छौँ किनकि हामीलाई त्यहाँबाट बेनी नजिक पर्छ नि त सो है त अब एकछिनमा दाइ आउनु चाहिँ दाइ आएपछि म फेरि भिडियो गर्छु यता फाइनली हाम्रो दाइ आउनुभयो ठ्याक्क कति आधा घन्टा 1 घन्टा लाग्यो होला नि कुर्दा दाइले लास्ट दिन बितान्छ कति बजे हिँडेको भन्नुभएको थियो यार कसम के कति बजे भन्दा 2 बजे अरे 1 बजे हिँड्छु भनेको मान्छे फोनमा आएपछि फोन गरेर दाइले होइन म त बल्ल हिँड्दैछु रे क्या अनि आएर पेट्रोल सेट्रोल हाल्यौँ अब हामी आज दाइ कुन बाटो रे भन्नु एकचोटि मिर्मी हुँदै त ल सिउ है त एकछिनपछि र भाइहरू भेट भयो है यहाँ खुसी लाग्यो ल मैले भिडियो बनाउँदै थिएँ ल पछि फेरि भेटौँ ल भिडियोहरू हेर्दै गर्नु नि है ल सिउ ल बाई म त खाँदिनँ चाहिँ किन मन पर्दैन किन र अहिले चाहिँ हामी बर्तुङ ठ्याक्क यताबाट चाहिँ लेफ्टबाट गयो भने बुटोल राइटबाट तान्छन् यो बाटो चाहिँ पोखरा स्याङ्जा वालिङ मिर्मी जान्छ हामी मिर्मीको कोरिडोर हुँदै च्याप्दै बागलुङ जाने हो सो आज चाहिँ यस्तो भयो त धुलो बाटो धेरै प्याक थियो किनकि अहिले चाडपर्व सिजन त होइन अनि दसैँ तिहारपछि ठ्याक्क सबै फर्केको थियो अनि त्यही भएर अनि बाटो चाहिँ लास्टै प्याक थियो लास्ट अब चाहिँ यस्तो धुलो बाटो छैन सक्यो अब धुलो बाटो यो अपडेट अहिलेसम्मको अपडेट सिउ है अर्को अपडेटमा फेरि यो चाहिँ हामी रामदी अर्को पुल बन्दैछ है रामदीको यो अर्को यस्तो आर्ट हालिसकेको छ उतापट्टि यो पुरानो भयो अब यहाँबाट हामी मिल्ने धेरै टाढा छैन यो बाटो पनि जान्छ उताबाट पहिला एकचोटि गएको थियो तर अहिले बिर्सिसकेँ मैले त्यो सिधा अब उयो माथिको यो पनि सिधा मन्दिर के भन्छ उ त्यो एकछिन फोटो ब्रेक सिउ है त मिर्मी यहाँबाट 70 किलोमिटर यो चाहिँ 0 भन्ने ठाउँ हो हामी यताबाट आयो सिधा गयो भने अब त्यहीसँग भइदियो अब उताबाट हामी माथि घुम्नु यही हो देख्छ यहाँ सानो ठाउँ छ होटेल रेस्टुरेन्ट खानेको हो खानालाई त्यही सिउ बस्यो
अघि त्यहाँबाट भिडियो खिच्यो अब यता आयो हामी वारिपारि अब हाम्रो लबो गन्तव्य सुरु भइसक्यो मिर्मीबाट यो बाटो चाहिँ नयाँ हो पहिला थिएन पहिला थियो तर एकदमै अफ रोड थियो अहिले फुल्ली पिच ब्ल्याक टप भएछ यो चाहिँ मिर्मीको जलविद्युत त्यो भित्ता नै पुरै प्लास्टर हानिदिएको छ क्या त्यो सो द्याट त्यो ल्यान्डस्लाइड नहोस् भनेर होइन आजभन्दा अब कति वर्ष अगाडि गरेको अहिलेसम्म त्यस्तो भएको छैन किनकि त्यो भित्ता खस्यो भने यहाँ सबै उस हुन्छ नि त हजुर सुरुङको खिचिसक्यो त यता कहाँनिर निस्किन्छ क्या आज हामी बेनी हिजो राति बेनी आएर बसेको राति यस्तो गाह्रो छ नि त अहिले यो धेरै टुरिस्टहरू आएर यहाँ जोमसोम बेनी यिनीहरू सबै ठाउँमा एकदम प्याक छ होइन होटेलहरू तर पनि अब हामीले पायौँ सो अब माथि जाँदै हो आज चाहिँ जोमसोमतिर टुक्कुचेतिर कता हुन्छ त्यतातिर बस्ने अनि त्यसपछि चाहिँ अप्पर मुस्ताङ लोमान्ताङ जाने हो हिजो राति अब त्यस्तै भयो अब होटेल खोजाखोज भयो एकदम ट्राफिक उस थियो ट्राफिक बढी के सबै मान्छे निस्किने कोही आउने धेरै त निस्किने थियो अनि अरू चाहिँ के भन्दाखेरि अलिकति यहाँ बुकिङ गरेर नै आउनुपर्छ हामी त अब यतिकै हिँड्दै होइन अब हेरौँ माथि पनि कन्फर्म भइसकेको छ होटल चाहिँ राति अब आयो अनि आउन चाहिँ त्यो मिर्मी हुँदै आएको यता मिर्मीको कोरिडोर हुँदै ठ्याक्क मालढुङ्गा निस्किन्छ सो बुटोलदेखि होइन उतादेखि आयो भने चाहिँ हामीलाई एकदम छोटो पर्छ क्या लगभग 150 किलोमिटर जस्तो पर्छ त्यो भनेको चाहिँ हामी पोखरा जानै परेन क्या पोखरा जाँदाखेरि 165 किलोमिटर छ है बुटोलदेखि त्यहाँ टर्निङ रोड होइन अनि जाम पनि भिड पनि हुन्छ त्यो अलिकति अनि अर्को कुरा चाहिँ फेरि पोखरादेखि बेनीसम्म आउन अराउन्ड 85 किलोमिटर छ अरे है यहाँ दाइले भन्नुभएको सो त्यही नै होला भनेपछि हाम्रो त एकदमै टाइम र डिस्टेन्स एकदमै कम भयो नि त होइन कभर्ड भयो क्या अब लगभग हामीलाई राम्ररी आयो भने 4 घन्टा 4.5 घन्टामा हामी मालढुङ्गा आइपुग्छ त्यहाँदेखि बेनी हो कि बेनी त नजिक छ नि त सो तपाईँहरू पनि यदि उता पश्चिम साइडदेखि होइन अब उता बुटोल होइन उता नेपालगञ्ज साइड होइन उतादेखि आउनुहुन्छ भने दाङदेखि उतादेखि आउनुभएको छ भने चाहिँ हजुरहरू चाहिँ यो मिर्मी हुँदै जिरो छ होइन रामदी पछि जेरोबाट चाहिँ माथि चढ्ने होइन यस्तो उक्लिने ठाउँ छ क्या त्यहाँबाट सिधै मिर्मीबाट त्यो के अरे ड्याम छ क्या त्यो ड्याम हुँदै आउने बाटो छ त्यहाँ एक्चुअली सोध्नु मालढुङ्गा जाने बाटो दुईवटा कोरिडोर जाने दुईवटा बाटो छ कि लेफ्ट र राइट हामी उताबाट आउँदाखेरि राइट च्याप्दै लेफ्ट च्याप्दै आयो भने मालढुङ्गा निस्किन्छ राइट च्याप्दै आयो भने चाहिँ राइटको कोरिडोर आयो भने चाहिँ हामी कुस्मा निस्किन्छ सो हामीलाई कुस्मा चाहिँ जानु परेन नि त यता आउनलाई यदि तपाईँहरू कुस्मा जानु छ भने फेरि त्यो बाटो जानु होला है त ल सियु अब एकछिनपछि हामी कहाँ हुन्छ तातो पानी एकछिन त्यहाँ बस्ने कुरा छ त्यसपछि भेटौँला है त
अन्त नि भयो जस्तो लाग्थ्यो कि मिलेतेमा खाना खानु लगाएको यहाँ लास्ट भिड छ यार जहाँ पनि भिड छ खाना खानु लगाएको वेटिङ गरिरहेको एकछिनमा हुन्छ मौसम चाहिँ ठिकै छ त्यस्तो उस छैन घाम लागेछ हावा लागेछ दुइटै बाटो पनि ठिकै छ होइन अब एकछिनमा खाना खाएपछि आज त हाम्रो बास भनेको चाहिँ लास्ट टुकुचेमा बस्ने अनि त्यहाँबाट भोलि माथि चढ्ने अहिले चाहिँ त्यही भयो क्या अब यो दसैँ तिहारको छुट्टीपछि सबैको बिदामा भएर अब बाटो राम्रो छ सबजना धेरै मान्छे भएर ओभर भयो कि ओभर क्राउड होइन त्यही भएर त्यस्तो गाह्रो भयो खानाको लागि पनि यस्तो कुद्नुपर्ने भएछ निपुदा भोक लागिसकेर भोक लागेर यहाँ जाने भन्नु भइसकेको छ के जहाँ पनि त्यही हो अब कुद्नै पर्ने भयो सबले खाएर गइसक्यो हामीलाई खोइ खानै ल्याइदिनु तयार छ खाना आयो फाइनली हाम्रो फुड यही हो सबै धेरै के मास
ओके यो गेस्ट हाउसमा बसेको यो चाहिँ अलिकति भित्र चाहिँ बाटोमा आउँदाखेरि यहाँ यो साइडमा चाहिँ यहाँ चाहिँ के होइन यतापट्टि चाहिँ स्कुल छ ठुलो ग्राउन्ड त्यो बाटोमा जसले पनि देखेछ ठ्याक्क त्यो ग्राउन्डको पछाडि यहाँ लाइन हो क्या ठ्याक्क त्यो ग्राउन्डबाट राइट मोडेर आयो भने ठ्याक्क यहाँ आइपुग्छ क्या सो यो चाहिँ भित्रपट्टि भएर खासै धेरै मान्छेहरूले देख्दैन है धेरैलाई थाहै छैन यहाँ यस्तो छ भनेर यो गेस्ट हाउस यो भयो जस भित्र राम्रो यस्तो शान्त रहेछ क्या आनन्दको के मान्छे नि त्यस्तो धेरै छैन एकदम पिस हिडन भनौँ न हिडन टाइपकै भनौँ यहाँ अलि हिडन छ आज यहाँनिर बस्ने अब यहाँदेखि मुस्ताङ धेरै टाढा छैन आधा घन्टा होला सायद सो भोलि सरी मुस्ताङ भन्न आएँ जमसम आधा घन्टा अनि त्यसपछि चाहिँ भोलि अब कता कता भइन्छ विल अपडेट है राम्रो छ गेस्ट हाउस है देखाउँछु भित्र कस्तो छ बाहिरबाट हेर्दा यस्तो छ होइन भित्र चाहिँ अलि अर्कै दामी छ एकछिनमा देखाउँछु है त पहिला यो सामानहरू निकालेर अब रुममा जाने पहिला चाहिँ बेकरी थियो अरे अहिले छैन यस्तो छ इन्ट्रान्स चाहिँ यस्तो छ डिस्टेन्स एन्ड हाइट फ्रम सानो गेट उडेको होला यस्तो भ्यू फ्रम आवर रुम है आवर होटेल प्राइभेट हाम्रो यो प्राइभेट है दाइ बाल्कनी प्राइभेट यो रेस्टुरेन्ट डाइनिङ प्राइभेट ल अघि हामी त्यहाँबाट इन्ट्री भएको माथि अनि यसको चाहिँ यस्तो छ क्या यो दामी एकदम पुरानो स्टाइलको है नुहाउनु पर्छ दाइ नुहाउनु पर्छ 16 बाइक त्यहाँ छ हामी आएको यताबाट 3 तला माथि माथिपट्टि कार पाल्ने कि यतिकै राख्ने हो कस्तो जाने त्यहाँ माथि नै जान मिल्छ के बाइक जान्छ कि हिँड्दै हो त्यो के हो खासमा अनि ऊ त्यो चाहिँ होटेल हो ए गुम्बा मोनेस्ट्री ल अब यताबाट देखाउँछु हाम्रो रुम है रुम चाहिँ एकदमै ठिक्कको छ यहाँ चप्पल जुत्ता बाहिर राखिदिने चाहिँ यस्तो छ दुईवटा बेड बाथरुम ठिक्कको आनन्दको रहेछ गुड मर्निङ यहाँ पनि तासे सो आज चाहिँ हामी यहाँ हिजो टुक्चे बसेको सो आज चाहिँ यहाँबाट रोमान्थाङ जान लाग्यो सो अब यहाँबाट हामीलाई लगभग 4 देखि 5 घन्टा लाग्छ है अनि त्यसपछि चाहिँ बाटो चाहिँ ध्वस्त छ अरे लोवानासम्म चाहिँ अराउन्ड 59 to 60 किलोमिटर छ त्यहाँबाट चाहिँ कोरोला पास चाहिँ 15 हो कि कति यस्तै अराउन्ड 20 कति किलोमिटर छ अरे सो अब यहाँबाट हामी जान्छौँ एकछिनमा निस्किने अहिले चाहिँ कति बज्यो फेरि हजुर अहिले चाहिँ 8:30 हुन लाग्यो हाम्रो हिजोको होटेल यही हो अब यसो ब्रेकफास्ट हानेर हाम्रो अन्डा पनि आयो दाइले अन्डाले सो बाटो चाहिँ ध्वस्त छ अरे होइन अनि अब हेरौँ अब जस्तो भए पनि सबैजना पुगेछ हामी पनि पुग्नेछौँ त्यहाँ होटेल बुकिङ भइसक्यो हिजो राति नै सो त्यही भएर अब हामीलाई सजिलो भयो
अब हेरौँ बाटोमा सायद भिडियो गरिदिनु थाहा छैन किनकि धेरै चिसो छ। अब हिजो अस्ति चाहिँ मैले यतिकै मोबाइल पकेटबाट निकाल्दै भिडियो गरिरहेको थिएँ होइन। अब माथि चाहिँ भन्न सक्दैन तर पनि हेरौँ कस्तो हुन्छ यता सिचुएसन। धेरै थाकियो भने त सक्दैन। सो भयो भने मिल्यो भने म गर्छु है त। पहाडमा गयो होला तिम्रो होइन अर्को पहाड हो तिम्रो हामी जाने चाहिँ यता कागबेनी माथि गयो भने मुक्तिनाथ। अहिले बाटो बनाएर चाहिँ म 2 वर्ष अगाडि आउँदाखेरि यो बाटो लगभग कति त्यहाँ बिचमा अफ रोड थियो, अहिले धेरै बनाएको रहेछ। अनि पारी अनि ऊ त्यो पुल छ, त्यो पुलदेखि यता गयो भने चाहिँ डोल्पा जिल्ला पर्यो। उताबाट डोल्पा जान्छ। अनि त्यहीबाट सेफोक्सुन्डो त्यही डोल्पा हुँदै हजुर मिल्छ होला, मलाई एक्ज्याक्ट थाहा। तर यो तपाईँको ट्रेल छ क्या तिलिचो नपुग्दै तर यता माथि या खर्काबाट माथिबाट अनि मुक्तिनाथबाट सेफोक्सुन्डो पनि गर्छन् कि कतिले हिँडेर। ल अहिलेसम्म अपडेट यही हो। अब हामी वे टु गोमान्थाङ। हुन्छ त्यहाँ हुँदैन यिनीहरू। यहाँ पानी डेन्जर पऱ्यो भने चाहिँ सब जान्छ यो। ल यो चाहिँ एउटा दामी स्पट हामीले बाटोमा यो कागबेनीबाट अलिकति अगाडि के ठाउँ रहेछ थाहा के अरे कागबेनीदेखि माथि जाने ठाउँमा ठ्याक्क बिचमा देख्यौँ हामीले यो ठाउँ। यस्तो रहेछ यो तल चाहिँ पुरै पानी जमेर
यहाँ ताल जस्तै रहेछ क्या, किनकि यस्तो चिरा चिरा परेछ नि त, अझ सुक्यो। त्यही हो ठाउँ चाहिँ दामी छ। यो सुटिङ गर्ने ठाउँ जस्तो छ मुभीहरूको, मुभी म्युजिक भिडियोको सुटिङ गर्ने जस्तो ठाउँ छ नि होइन, मुभी म्युजिक भिडियोमा सुटिङ गर्ने ठाउँ जस्तो छ कि त्यो माथि माथि ओके। यो चाहिँ बाटोमा यतिकै देखेको यो स्पट एउटा भनौँ न, कालीगण्डकी यहाँ बगिरहेछ। यो पुरानो झोलुङ्गे पुल सायद यो पहिला युज गर्थ्यो होला मान्छेहरू हिँड्नको लागि। यस्तो छ, यस्तो दामीकै यो कलर कस्तो अर्कै रेड छ यार, अलमोस्ट यो ध्वस्त भइसकेछ है। अब यस्तो दामी ल थाक्यो। पुरै धुलो धुलोमा पुरै गाड्यो क्या, गाह्रो पारी गाउँ यस्तो दामी सिट। यहाँको कलर यस्तो दामी छ यो माउन्टेनहरूकै, यो पहाडहरूको हावा लगाइरहेछ। अनि मैले मास्क लगाएको छु, सो राम्ररी बुझेको छैन होला, त्यहाँदेखि म भन्छु है। यस्तो पहेँलो है, कुनै निलो कुनै रातो, रोडको कलर पनि हुँदैन, अर्कै छ क्या, निलो निलो भयो यो क्या दामी छ। कस्तो यहाँ यो ठाउँ त जसले आउनु भएको छैन आउनै पर्छ यो ठाउँ चाहिँ। त्यो माउन्टेनहरू पनि कस्तो कलर कलर रेड कुनै होइन, पिङ्क कस्तो ब्लू, यहाँ पुरा येल्लो कस्तो कस्तो छ क्या। अब हामी पुग्न लागिसक्यो, अब पुगेपछि उता राति हुन्छ होला, सो मेबी भोलि बिहानतिर भिडियो गर्छु।
फाइनली लोमान्थाङ है। बाटोको बारेमा म अलिक पछि भिडियो बनाउँछु कि भोलि है। ओके, वी आर हियर अफिसियली लोमान्थाङ। फर्स्ट थिङ फर्स्ट हाम्रो रुम है, यस्तो दामी छ। नो सुज अलाउड, रेड कार्पेट, अनि यो यस्तो राम्रो एट्याच बाथरुम, हाम्रो भ्यू टोयलेट। टोयलेटको चाहिँ बत्ती बिग्रिरहेछ क्या यार। हाम्रो रुम टुर सक्यो यति हो। हेलो 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 पिपल, दिस इज किचन एक्सप्लोर है। आज डे 2 लोमान्थाङमा हिजो आएको, आज यस्तो छ है। यु क्यान सी स्नोफल भइरहेछ। अब सोयो है, सोयो यहाँनिर हेर्नु है। यो ब्याकग्राउन्डमा अलि देखिन्छ कालोमा। सो हामी चाहिँ होटलमा, यो होटलमा बसेको थियौँ। अनि त्रिभद्र भन्ने यो चाहिँ। अब यहाँ चाहिँ आज हिउँ पऱ्यो, तर त्यस्तो बाक्लो परेको छैन। पर्न चाहिँ परेछ होइन। त्यहाँ त्यस्तो जम 1 मिनट भएछ अपडेट यही हो। अब एकछिन यहाँ खाजा खान गएको, तर जानु मिल्छ अरे। यस्तो भए पनि यहाँ दायाले भन्नुभएको यो के होइन, यो त ठिकै हो भन्नुभएको छ। बोर्डर पनि किन नजानु, के हुन्छ र त्यत्रो हिउँमा बाटो मेरो विश्वास गर्नु न, मैले भनेपछि ल हुन्छ हुन्छ तपाईँले भनेपछि हो। त्यही बुझ्नलाई भनेको तपाईँहरूलाई। हामीलाई त फर्स्ट टाइम आएको। नहाल्ने सकेसम्म फुटब्रेक हाल्ने, ह्यान्डब्रेक नहाल्नुहोस् है, फुटब्रेक हाल्ने, न्यानो लुगा लाउनुहोस् है। यही हो न्यानो। अब टोपी सोपी त लाउनु पनि, मास्क साक्स लाउनु होइन, त्यस्तोहरू। अलिअलि चिप्लिनु त इट्स नर्मल के, हिउँमा नचिप्लियो केमा चिप्लिन्छ नि, कस्तो होला। अब यहाँ पनि एउटा चेकपोस्ट छ। सो चेकपोस्टमा त्यही त रजिस्टर गर्नुपर्छ। यो चाहिँ अब हाम्रो सेफ्टीको लागि हो, आउँदा जाँदा रेकर्ड हुनलाई। आई डोन्ट नो मेरो आवाज कस्तो आइरहेछ। हिउँ परेछ होइन, तर पनि वी आर गोइङ टु मेक है। यो बाटो हामीले चाहिँ कस्तो सोच्यौँ भन्दा बाटो नराम्रो छ भनेर, छैन त्यस्तो केही छैन। यु क्यान सी मजाको बाटो छ। अहिले बाँकी कुरा चाहिँ म त्यहाँ पछि उता पुगेर गर्छु, राम्ररी भिडियो बनाउँछु। अहिलेलाई चाहिँ यति। हाम्रो लास्ट पोइन्ट नै यही जस्तो लाग्यो। सक्दैन अब यहाँबाट जान। हाम्रो लास्ट पोइन्ट यही होला जस्तो छ। गाडीहरू त्यसरी गइरहेछ, गाह्रो छ, गाह्रो। अब यहाँदेखि अब जम्मा 6 किलोमिटर जति छ होइन। तर के गर्ने, यस्तो हिउँले गाह्रो हुन्छ। यहाँ जानी नजानी अन्यलमा पर्दैछ अस्तिदेखि। के छ अघि पनि नजाने भन्दै यहाँसम्म आयो, फेरि हिउँ झरेको झरेछ। कोही जाने कोही नजाने, बाटै छैन क्या अगाडि। बेला बेलामा यस्तो हिउँ झर्छ, फेरि बेलामा निस्किन्छ।
ओके सो यस्तो छ बाहिर सो कन्क्लुजनमा हामी कोरोला जाने भनेर निस्केको है यहाँबाट कोरोला अब 4 to 5 किलोमिटर छ तर मौसमले हामीलाई लास्टै धोका दियो हैन त्यही भएर हामी नजाने निर्णय गर्यौं अनि यहाँसम्म आउँदाखेरि कतिको दुःख भयो भनेर अब सोध्नु होला हैन त्यस्तो दुःख छैन हिउँ परेर भएको हो तर बाटो त्यस्तो ध्वस्त छैन कति पनि छैन यो एकदमै ठुलो बाटो छ वाइड है सम्म अब हजुर मुस्ताङ जानु भएको छ नि मुस्ताङको कम्पेरिजनमा एकदमै सजिलो छ बाटो सो यहाँको चाहिँ यस्तै हो यहाँको चाहिँ सजिलो छ अब कतिजनाको भिडियोमा मैले देखाएको थिएँ गाह्रो अप्पर मुस्ताङ जान यताउता भन्नुभएको थियो होइन तर त्यस्तो गाह्रो केही पनि छैन मलाई त लागेन है अब सोलो राइड हुनु पऱ्यो अनि बाइक कन्डिसनमा हुनु पऱ्यो क्या बाइक चाहिँ कन्डिसनमा हुनु पऱ्यो सोलो राइड भयो भने खासै त्यस्तो गाह्रो छैन त्यो जति त्यो भिडियोमा अब म जाँदिनँ अब त्यो एकअर्कासँग बोल्न पनि मन लाग्दैन अनि पछि मुख पनि हेर्न मन नलाग्ने झ्याउ लाग्ने भन्ने त्यो सबै फेक हो है होला उहाँहरूलाई भयो होला त्यो मैले मान्छु तर कतिजना कस्तो हुन्छ भने एकदम सजिलो चाहिन्छ क्या जे पनि क्या इभन ट्रेकिङमा पनि ट्रेकिङ गयो होइन अब म कहिले जान्न होइन अब त्यस्तो हुन्छ नि त त्यस्तोहरू चाहिँ तपाईँहरू सक्नुहुन्न घुम्नलाई है सरी मैले तपाईँलाई नराम्रो भन्न खोजेको होइन सक्नुहुन्न भने सक्नुहुन्न सक्यो नि त होइन तर सक्ने मान्छेलाई पनि कस्तो नि डिमोटिभेट जस्तो हुन्छ क्या त्यो कुराले चाहिँ सो सजिलो छ बाटो एकदमै होइन मैले जे हो त्यही म भन्छु यो च्यानलमा पनि होइन सो जे हो त्यही म भनिदिन्छु सजिलो छ अहिले हिउँ परेर मात्र हामीलाई डिस्टर्ब भएको यो महिना हिउँ पर्ने नै महिना होइन अब यो कार्तिकमा हिउँै पर्दैन नि त पुस माघमा हो होइन अब अहिले अब के भन्ने ग्लोबल वार्मिङ भनौँ कि के सिजनल चेन्जहरूले गर्दा हामीलाई यस्तो गाह्रो भएको हो नत्र सकिन्थ्यो अब तर बाइक धेरै चिप्लेर अब जहाँसम्म सकिन्छ भनेर आयौँ होइन यहाँ थुप्रै आउनु भएको छ अब त्यही हो जहाँसम्म आउने भन्यो अब त्यहीँसम्म आयो अब त्यही त हो अब गाह्रो भयो त्यो भिडियो ब्लर भयो कि के भयो मलाई थाहा भएन है भर्खरै मैले हेरेको त्यही हो अब आउनुहोस् अब अलिकति मौसम राम्रो हुन्छ होला 3-4 दिनपछि अनि त्यति बेला आउनु अहिलेलाई चाहिँ अलिकति प्लान क्यान्सलै गर्नु होइन जे हो त्यही भनिदिनु पऱ्यो नि त सो गाह्रो छैन सजिलो छ अगेन है सिङ्गल सोलो राइड आउनु बाइक एकदम कन्डिसनमा हुनु पऱ्यो क्लच प्लेटहरू गछ भने फेर्नु होइन के हजुर ल म आएँ ल अनि के छ होइन अब राम्रो गर्नु होइन सर्भिसिङ मजाले गरेर ल्याउनु आनन्दले आउँछ स्कुटी आइरहेछ बाइक आउँदैन मजाले आउँछ है ओके यही हो मेरो भनाइ चाहिँ सी यू